जीवन कति बेला कसरी मोड लिन्छ थाहा नै हुँदैन। केही कुरा नियति जस्तो लाग्छ अनि केही कुरा संयोग। केही गल्ती पनि खुसीका पात्र बनेर साथ दिँदा रहेछन्। तिमीसँग भेट संयोगले भयो भनौँ या विशेष थाहा नै भएन। सामान्य हाईबाट सुरु भएको सम्बन्ध बिहानको शुभकामना र रातिको शुभरात्रि हुँदै मनको गहिराइसम्म पुगिरहेको छ। ती आवाज बनेर, ती याद बनेर। तिम्रो हाँसो, तिम्रो शब्दको सहुलियता निकै राम्रो लाग्छ अनि जीवन बुझ्ने तरिका पनि। सबै थोकमा गहिरो आकर्षण छ तिमीसँग। मैले कहिले पनि कसैप्रति यस्तो महसुस गरेकै थिइनँ तिमीसँग यसरी घुलिन्छु भनेर। तर यसको कुनै उदाहरण पनि छैन। सुनाउँदा सामान्य लाग्ने तिम्रा ती कहानीहरू, तिमीले भनेका ती शब्दहरू निकै आश्चर्य लाग्छ, निकै अनौठो लाग्छ। शरीरले विवाह त स्वीकार गर्यो तर मनले राजी भएन। म पत्नी त भएँ तर प्रेमिका बन्न सकिनँ। यी शब्दहरूले मेरो मन छिरा छिरा पारेको छ। तिमीलाई झम्टिएर यी अङ्गालामा बेरिदिन मन लाग्छ। कहीँ कतै आफ्नै पनि लुकाइदिन मन लाग्छ। तिमी विवाहित भए पनि तिम्रा नयनहरूले अझै पनि कसैको प्रतीक्षा गर्दैछ, सम्भवतः प्रेमको। कामबाट थाकेको तिम्रो शरीरहरू मेरो शब्द र आवाजले मेटिन थालेको छ। सायद यो मायाको निशानी जस्तो लाग्छ। मेरो मायाहरू, मेरो समर्पितहरू तिम्रो मनमा, तिम्रो तनमा कहीँ कतै खुलिँदैछ, छाया बनेर, याद बनेर। कहिलेकाहीँ यस्तो लाग्छ जुन चिज पाइँदैन त्यही चिजहरू न्यास्रो लाग्ने रहेछ, त्यही चिजको कुराहरू प्यारो लाग्ने रहेछ। त्यस्तै छौ तिमी। आकाशको जुन जस्तै चम्किला तिम्रा अनुहारहरू, गुलाबी ओठहरू कहीँ कतै चुमिदिन मन लाग्छ, लजाएर, फकाएर। मेरी तेरी प्रेम कहानी है मुश्किल, दो लफ्जों में ये बयां ना हो पाए। एक लड़का एक लड़की की